सो साथीहरू, तपाईहरू जति पनि जनाले एन्ड्रोइड फोन चलाउनुहुन्छ उहाँहरूलाई MP3 सङ भिडियो डाउनलोड गर्न त एकदमै सजिलो छ। र आज म कुरा गर्न गइरहेको छु आइफोनको बारेमा। जति पनि साथीहरूले आइफोन चलाइरहनु भएको छ उहाँहरूलाई MP3 सङ र भिडियो डाउनलोड गर्नको लागि निकै गाह्रो हुने गर्दछ। सो आज म त्यही गाह्रो चिजको लागि चाहिँ तपाईहरूको लागि सजिलो बनाइदिनको लागि केही जानकारी लिएर आएको छु। कृपया भिडियो अन्तिमसम्म हेर्दिनु होला र मैले जति पनि भनेको कुराहरूलाई एक एक स्टेप तपाईले गर्दै गर्नुभयो भनेदेखि तपाईहरूले इजिली आफ्नो मन परेको गीत, संगीत र भिडियो सजिलैसँग आफ्नो आइफोनमा डाउनलोड गर्न सक्नुहुनेछ। सो साथीहरू, तपाईहरूलाई टेकटक जीवन युट्युब च्यानलमा स्वागत गर्दछु र भिडियो अन्तिमसम्म हेर्नुहोला र पुरा जानकारी लिनुहोला। र आज म कुरा गर्न गइरहेको छु आइफोनमा तपाईहरूले भिडियो कसरी डाउनलोड गर्ने। एकदम सजिलो उपाय छ, म तपाईहरूलाई भन्न गइरहेको छु। आइफोन युजरहरूले एप स्टोरमा गएर एउटा एप्लिकेसन तपाईहरूले डाउनलोड गर्नुहोला, जो एप्लिकेसनको नाम रहेको छ प्लेयर जीआर। राम्रोसँग सुन्नुहोला, एप्लिकेसनको नाम रहेको छ प्लेयर जीआर र म यो एप्लिकेसनको आइकन पनि यहाँ राखिदिएको छु। यो एप्लिकेसन तपाईहरूले डाउनलोड गर्नुहोला र यो एप्लिकेसन डाउनलोड गरिसकेपछि तपाईहरूले सजिलैसँग आफूलाई मन परेको गीत वा भिडियोहरू सजिलैसँग तपाईहरूले डाउनलोड गर्न सक्नुहुन्छ र डाउनलोड पनि गर्नु पर्दैन। त्यसमा तपाईले जस्ट एड टु प्लेलिस्टमा राख्नुपर्ने हुन्छ। जस्ट वन क्लिकले तपाईहरूको आइफोनमा चाहिँ MP3 सङ भिडियो सङ चाहिँ डाउनलोड भएर बस्नेछ र तपाईहरूको कुनै स्टोरेजमा, एप्पलको स्टोरेजमा कुनै इफेक्ट गर्ने छैन। तपाईहरुसँग स्टोरेज छैन, चिन्ता नलिनु। स्टोरेज छैन भने पनि तपाईहरुले चिन्ता लिनु पर्दैन। यो एप्लिकेसन तपाईहरुले डाउनलोड गरिसकेपछि जस्ट तपाईहरुले यो एप्लिकेसनमा चाहिँ सङहरु जसरी तपाईहरुले युट्युबमा सर्च गर्नुहुन्छ त्यसरी नै सर्च गरेर तपाईहरुले सङ त्यहाँनेजी लिस्ट पाउनुहुनेछ र सङको राइट साइडमा तपाईहरुले देख्नुहुनेछ 3 डट। त्यहाँनेजी तपाईहरुले क्लिक गर्नुभएदेखि त्यहाँनेजी 3-4 वटा अप्सन आउँछ। एउटा आउँछ एड टु फेभरेट, एड टु प्लेलिस्ट, त्यस्तै गरेर 2-3 वटा आउँछ र तपाईहरुले जस्ट एड टु प्लेलिस्ट गर्नुपर्ने हुन्छ र एड टु प्लेलिस्ट गरिसकेपछि पनि तपाईहरुले त्यहाँनेजी फोल्डर पनि राख्न सक्नुहुनेछ। जस्तै तपाईहरुलाई अब इंग्लिश सङ डाउनलोड गर्नु पर्यो, नेपाली सङ डाउनलोड गर्नु पर्यो, हिन्दी सङ डाउनलोड गर्नु पर्यो र भिडियोहरु डाउनलोड गर्नु पर्यो भनेदेखि तपाईहरुले फोल्डर बनाउन सक्नुहुन्छ। नेपाली सङ, इंग्लिश सङ, हिन्दी सङ, भिडियो सङ भनेर तपाईहरुले एड टु प्लेलिस्टमा फोल्डर बनाउन सक्नुहुन्छ र जसरी तपाईहरुले एड टु प्लेलिस्ट क्लिक गर्नुहुन्छ त्यसपछि तपाईहरुको फोल्डर आउनेछ। फोल्डर आइसकेपछि तपाईहरुले नेपाली सङ छ भने नेपाली सङमा चाहिँ नेपाली सङको फोल्डरमा चाहिँ तपाईहरुले क्लिक गर्नुपर्ने हुन्छ। एक क्लिकमा त्यहाँनेजी एड भइहाल्छ। त्यो एड भइसकेपछि तपाईलाई कुनै वाइफाई, कुनै डाटाको जरुरत हुँदैन। तपाईहरुले वाइफाई बिना पनि डाटा बिना पनि सजिलै त्यो गीत सुन्न सक्नुहुनेछ, बजाउन सक्नुहुनेछ र भिडियो सङहरु पनि सजिलै हेर्न सक्नुहुनेछ। सो यो भनेको एकदमै सजिलो तरिका हो र यो एप्लिकेसनमा जस्ट तपाईहरुले एप्लिकेसनमै एड गर्नुपर्ने हो। कुनै तपाईहरुको आइफोनको फाइलमा आएर त्यो गीतहरु बस्ने होइन, किनकि आइफोनको फाइलमा आएर बस्ने हो भनेदेखि तपाईहरुको आइफोनको स्टोरेज पनि त्योले हल्का कभर गर्थ्यो। तर त्यसरी तपाईहरुको फाइलमा आएर बस्दैन, एप्लिकेसनमै बस्ने हो। तर त्यसरी फाइलमा आएर बस्दैन। यो सङहरु जति पनि तपाईले सङहरु एड गर्नुभयो सबै एप्लिकेसनमै हुनेछ र एप्लिकेसनबाटै तपाईहरुले बजाउन सक्नुहुनेछ र यो वाइफाई बिना पनि मोबाइल डाटा बिना पनि तपाईहरुले सजिलैसँग यो गाना चलाउन सक्नुहुनेछ। र साथीहरु, फेरि पनि म भन्दैछु, तपाईहरुले एप्पल स्टोरमा गएर सर्च गर्नुहोला PLAYER प्लेयर, त्यसपछि जीआर। त्यसपछि सर्च गरेपछि तपाईहरुले यो आइकन देख्नुहुनेछ र त्यही एप्लिकेसनलाई तपाईहरुले डाउनलोड गरेर मैले भनेको तरिकाले तपाईहरुले सङ, भिडियो सङ, MP3 सङ डाउनलोड गर्न सक्नुहुनेछ। सो साथीहरु, यो जानकारी तपाईहरुलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला र तपाईहरुलाई कुनै कुराको जानकारी
लिन चाहनुहुन्छ भनेदेखि मलाई कमेन्ट गर्नुहोला र म त्यसको पनि भिडियो बनाएर तपाईहरु मार्फत पुर्याउने छु। हस् त साथीहरु, धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भयो र मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला, लाइक कमेन्ट शेयर गर्न पनि नभुल्नु होला। हस् त धन्यवाद। आजको लागि यही जानकारी र पछि यस्तै जानकारीहरु म लिएर आउने नै छु। तपाईहरुले कमेन्ट गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला र म विभिन्न किसिमका नयाँ जानकारीहरु तपाईहरु सामु लिएर आउने छु।